हाई नमस्ते, जय सियाराम। सबको आफ्नो आफ्नो वे हुन्छ कुनै कुरालाई एक्सप्रेस गर्न। मैले चाहिँ के लेखेको छु प्लिज सुनिदिनु होला है। म केही शब्द कोर्छु ल, आमा सुनिदिनु होला। हुन त दुनियाँ धेरै अगाडि बढिसक्यो भन्छन्, तर मेरो गाउँमा छोरी अझ भारी भएको छ। आमा तिमी जननी हौ, आमा तिमी धरती हौ, आमा तिमी हौसला हौ। आमा तिमीलाई देशले कुर्सी अगाडि सार्दै गर्दा पछाडि बुबाले हात जोडी नमस्कार गरेको हामीले नि देख्यौँ। बल्ल आज आमा बुबा बराबर हुन् भन्ने खबर सारा जगतले पाएको छ। आमा तिमीले ठुलो पाठ पढायो। आमा किन अब म पनि जुनेली रात कस्तो हुन्छ भाइहरू जस्तै महसुस गर्न पाउँछु। आमा अब गाउँमा भाकी मेरी आमाले पनि छोरी अबेरसम्म बाहिर छे भन्ने चिन्ताबाट मुक्त हुन्छन्। यो हुँदा मेरो मनमा कति शान्ति भएको छ। आमा किन मेरो लुगा मेरो लिपस्टिक सुरक्षित छन् जस्तो लाग्दैछ। आमा किन अब मलाई सास फेर्न सजिलो भएको छ। आमा थाहा छ मलाई छोरी पाउनु मन लागेको छ। आमा मलाई शीतल भएको छ। आमा मलाई निन्द्रा लागेको छ। आमा फेरि जन्मे तिमी जस्तो हुन मन लागेको छ। आमा देशले पहिलो महिला प्रधानमन्त्री पाएको छ।